यो भन्दा पहिलो भिडियोमा हामीले धेरै व्यञ्जन वर्णदेखि लिएर धेरै सगोहरू शिरबनाउने अक्षरहरू हामीले सिकिसकेको छु र आज सिक्ने छौं हामी चार संयुक्त अक्षर है। चार संयुक्त अक्षरहरू चाहिँ के भन्ने त्यसको बारेमा तपाईहरु साममा सिकाउन गइरहेको छु। कृपया ध्यान दिएर हेर्नु होला। यसले दक्षिण सी भन्छ हैन। यसमा चाहिँ नेपालीमा चार संयुक्त अक्षर भनेर भनिन्छ। जस्तै दक्षिण सी हैन। दक्षिण सी असुर भनेर असुर र बुझ्नुपर्छ है। यसरी बुझ्नुपर्छ र बुझ्नुपर्छ। यसमा रहेको छ चार संयुक्त मध्ये पहिला यातक भने यातक कतिवटा छ भने 7 वटा छ है। 7 वटा प्रकारका यातकहरू है। 7 वटा चाहिँ कतिवटा छ भने के भयो 7 वटा प्रकारका 7 वटा प्रकार के छ यो चाहिँ यातकहरू छन्। यसमा चाहिँ कतिवटा छ भने यसमा 13 वटा प्रकारका यो चाहिँ लातकहरू। अनि लातक कतिवटा छ भने लातक 6 वटा लातकहरू 6 वटा लातकहरू। वसु रहेको छ 12 वटा वसु है। 12 वटा किताबमा चाहिँ 13 वटा लेखेको छ। यो बिग्रीको यो हैन। यो खासै किताबमा लेखेको छ अलिकति गडबड धेरै माथि लेखेको छ। त्यही भएर म तपाईहरुले मिलाएर सिकाउन चाहन्छु हैन। वसु यो चाहिँ बाबु भएछ वसु यो यतिवटा रहेको छ। यसमध्ये हामी सिक्ने चाहिँ पहिला यो यातक 7 वटा यातक चाहिँ 7 वटा यातक चाहिँ के हो भनेर तपाईहरु सामु म सिकाउन चाहन्छु है। नेपालीमा लेख्नु पर्दा चार संयुक्त अक्षर है। चार संयुक्त अक्षर भनेर बुझ्नुपर्छ। चार संयुक्त अक्षर चाहिँ के हो भन्दाखेरि प्रथममा रहेको छ यातक अनि रातक अनि लातक। अनि वसुर। वसुर भन्ने दक्षिण सी चार संयुक्त अक्षरबाट पहिलो रहेको यातक। यातक कतिवटा छ? यातक 6 वटा यातक 7 वटा छ है। 7 वटा यातक धुन यातक है। यो चाहिँ यातकहरू है। अनि यातक चाहिँ के हो भन्दाखेरि यहाँ तपाईले म लेखेर देखाउँछु। काया त क्या भन्छ है। यसले खाया त क्या गाया त क्या पाया त चा पाया त छा बाया त जा माया त यहाँ। एउटा दुईटा 3 4 5 6 7 वटा रहेको छ। यो 7 वटालाई के भन्छ भन्दाखेरि
यातक है हामीले के थाहा हुनुहुन्छ फर्स्टमा यातक भनेर थाहा हुनुपर्छ हामीले यातक भनेर थाहा भयो भने चाहिँ हामीले पढ्न सकिन्छ पहिला के थाहा हुनु पर्यो यो यातक भनेर थाहा हुनु पर्यो हामीले सबै यसमा नै जोडेर पढ्ने हामी कसरी पढ्ने भन्दाखेरि यसले पढ्नुपर्छ हामीले पहिला हामीले यो नजोडिकन यसले कसरी पढ्यो हामीले का भनेर पढ्यो हैन चाहिँ हामीले कसरी पढ्यो भन्दाखेरि त्यो पहिला थाहा हुनुपर्छ है यो मुनि नजोडिकन यो सिंगल यो मात्रै कसरी पढ्यो हामीले का खा भनेर पढ्यो नि हामीले का खा भनेर पढ्यो घा पा फा भा मा भनेर पढ्यो तर यो जोड्दाखेरि यातक जोड्दै कसरी पढ्नु पर्यो का यातक का है का यातक का का भने के का यातक क्या भनेर पढ्नुपर्छ हामीले अब यो कसरी पढ्नुपर्छ भन्दाखेरि म तपाईहरुलाई लेखेर देखाउँछु नेपालीमा है का यातक यो कामा यातक जोड्यो भने यसलाई के भन्छ यसलाई यातक भन्छ यसलाई यसो त्यसलाई लेख्नेलाई के भन्छ त्यसलाई यातक भन्छ त्यो यातकलाई चाहिँ हामीले कसरी पढ्ने भन्दाखेरि अब नेपालीमा तपाईहरुले लेखेर देखाउँछु है जस्तै का आदि लेखियो हैन क्या भइहाल्यो आदि लेखियो क्या भइहाल्यो हैन अनि ग आदि लेखियो क्या अलिकति भएन है तपाईले म ठुलो अक्षरमा लेख्छु सानो देख्यो क्या क्या गया क्या गया यातक चा क्या छा जा न्या 1 2 3 4 5 6 7 वटा ठ्याक्क भयो हैन यो 7 वटा हुँदाखेरि हामीले सजिलो तरिका कसरी पढ्ने भन्दाखेरि पहिला यो त हामीले चिनिहाल्यो पहिला फर्स्टमा पढिसक्यो व्यञ्जन भन्ने हैन का खा भनेर चाहिँ पढ्दाखेरि यो मुनिको मात्र यसले के भन्छ यातक भनेर भन्छ अब कामा यातक जोडे के भयो क्या भयो का यातक क्या भन्ने पढ्नुपर्छ है का हामीले फर्स्टमा हैन फर्स्ट हामीले का पढ्यो यातक के हुन्छ क्या त्यसैगरी खा यातक ख्या गा यातक ग्या पा यातक चा भए यो फा मुनि यातक जोड्यो भने के हुन्छ छा फा यातक छा अनि बागो मुनि यातक जोड्यो भने झा यहाँ लेखे चाहिँ झा पाया त झा माको मुनि यातक जोड्यो भने के हुन्छ न्या हुन्छ है माया त न्या यसरी पढ्नु भयो हुन्छ यसरी पनि पढ्छ कसैले न्या भनेर पढ्छ है न्या भनेर पढ्नुहोस् है न्या माया त न्या फेरि पढ्छु काया त क्या खाया त ख्या गाया तक ग्या पाया तक चा फाया तक छा बाया त जा माया त न्या यसरी पढ्नुपर्छ है यसरी पढ्यो भने यो पनि एकदम महत्त्वपूर्ण रहेको छ यो पनि हामीले कुनै अक्षरहरू पनि हामीले पढ्न सकिदैन है त्यो चाहिँ एकदम जरुरत छ पढ्नको लागि थाहा हुनको लागि